सेक्टर नै इकोनोमी हो हाम्रो हाम्रो क्वालिटी अफ लाइफ पनि ट्रान्सपोर्ट सेक्टर हो र अहिले सबभन्दा ग्लोबल च्यालेन्जको रूपमा आएको पनि त्यही ट्रान्सपोर्ट सेक्टर नै हो, चाहे त्यो क्लाइमेट चेन्ज हो, चाहे त्यो भनौँ न अरू किसिमको विभिन्न किसिमका डिजास्टरका कुरा हुन्, त्यसमा त्यसको कन्ट्रिब्युसन धेरै हुन्छ र त्योमध्ये पनि अब हाम्रो कन्टेक्स्टमा के छ भन्दाखेरि ट्रान्सपोर्ट भन्ने बित्तिकै जहिले पनि के भन्दाखेरि कम्फोर्टेबल, सेफ, रिलायबल, त्यसमा पनि सस्टेनेबल भन्ने कुरा अहिले हामी ट्रेडिसनल रूपमा त्यही मात्र पढ्छौँ। सस्टेनेबल हुनुपर्छ ट्रान्सपोर्ट सेक्टर, इन्फ्रास्ट्रक्चरको पछिबाट होस्, चाहे भेहिकलको टेक्नोलोजीबाट होस्, चाहे त्यही अरू किसिमको डे टु डे अपरेसनका कुरा, मेन्टेनेन्सका कुरा, भेहिकल फिटनेस जुन कुरा गर्नुभएको छ सरले, ती सबै कुराका सानसाना कुरा भए पनि त्यसले ठुलो इम्प्याक्ट पार्न सक्छ ट्रान्सपोर्ट सेक्टरको सस्टेनेबिलिटीमा। ट्रान्सपोर्ट हामी प्रत्येक व्यक्तिसँग जोडिएको छ। हामी मुभमेन्ट जुन छ नि, हामी जति धेरै मुभमेन्ट गर्छौँ इकोनोमी भनौँ न, जस्तै अहिले हामी जति किलोमिटर पर क्यापिटा अथवा पर इयर ट्राभल गर्छौँ नि, हाम्रो इकोनोमी भनौँ न 2030 भनौँ 35 भनौँ छ नि, हाम्रो पहिले पर क्यापिटा भनौँ न 1500-1600 छ। यसलाई चाहिँ डबल बनाउनु हामी जति आज मुभमेन्ट गर्छौँ 10 वर्षपछि त्योभन्दा बढ्ता मुभमेन्ट गर्नुपर्छ। मतलब मुभमेन्ट मै व्यक्ति होइन कि हाम्रो भेहिकल, मेसिन अथवा ट्रान्सपोर्ट सेक्टरको मोबिलिटी भनेकै त्यही हो। जति धेरै मोबिलिटी भयो हाम्रो इकोनोमी अगाडि जान्छ। यदि मोबिलिटी बढेन भनेपछि हाम्रो इकोनोमी हामी धनी हुनलाई मोबिलिटी गर्नुपर्ने हुन्छ। त्यसले गर्दा त्यो सेक्टरमा अब अघि सुमन सरले स्पेसल कुरा जुन भन्नुभएको छ इन्फ्रास्ट्रक्चर रूपमा, इन्फ्रास्ट्रक्चर कस्तो हुने त, किन भन्दाखेरि सस्टेनेबिलिटीमा इन्फ्रास्ट्रक्चर पनि रोल हुन्छ भन्ने कुरा अघि भनिसकेको कुरामा सेफ्टी पार्ट त अवश्य पनि यो के अरे महत्त्वपूर्ण कुरा भयो। अर्को पार्ट भनेको राम्रोसँग यदि त्यसलाई प्लानिङ गर्न सकेन, राम्रोसँग अपरेसन गर्न सकेन, सबभन्दा अर्को डरलाग्दो कस्ट भनेको कन्जेसन कस्ट। हुन त हामी कहाँ भर्खर कन्जेसन हुन देखिरहेको छौँ। अब यही क्रममा हामीले राम्रोसँग म्यानेज गर्न सकेनौँ भने कन्जेसन कस्ट जुन छ त्यो भनेको धेरै गुणा भनौँ अहिले संसारमा एउटा सबभन्दा ठुलो कस्ट भनेको त्यही पनि हुँदैछ भने एक्सिडेन्टको पनि आफ्नो कस्ट हुन्छ। प्रत्येक भनौँ न अब प्रत्येक एक्सिडेन्टको भनौँ अथवा प्रत्येक फेटल केस भनौँ अथवा इन्जुरी केसको एउटा पार्ट छ भनेपछि। अनि थर्ड पार्ट भनेको ट्रान्सपोर्ट सेक्टरसँग रिलेटेड भएको अघि भनिदिएको इमिसनदेखि लिएर ग्लोबल भनौँ न यो वार्मिङ अथवा यो क्लाइमेट चेन्ज यी सबै कुराहरूमा। त्यसले गर्दाखेरि ट्रान्सपोर्ट सेक्टरको इन्फ्रास्ट्रक्चरको हिसाबले पनि त सेफ बनाउनु पनि सकिने भयो। अझै पनि पर क्यापिटा भनौँ अथवा पर 1 लाख पपुलेसनको रेट हेर्दाखेरि हाम्रो हायर साइडमै छ भनेपछि हामी अझै सेफ्टीको लागि धेरै काम गर्नुपर्छ। ट्रान्सपोर्ट सेक्टरको अहिलेको केसमा हेऱ्यो भने हाम्रो 1 लाख किलोमिटरभन्दा बढ्ता रोडहरू छ भनेपछि त्यसमा हाम्रो 20-30% पनि ब्ल्याक टप अथवा सर्फेस हाम्रो छैन। भएका सर्फेसहरू चाहिँ हामीले देखिरहेका छौँ धेरै पुवर कन्डिसनमा छ। त्यो पुवर कन्डिसनलाई मात्र सर्फेस कन्डिसनलाई अथवा रोडको जियोमेट्री भनौँ रोडको कन्डिसनलाई मात्र इम्प्रुभ गर्ने बित्तिकै पनि हाम्रो इमिसन कम हुनसक्छ, हाम्रो फेटल केस कम हुनसक्छ, अथवा कन्जेसनलाई पनि अथवा हाम्रा उद्देश्यहरू पनि राम्रोसँग पुरा हुन सक्छ र पर क्यापिटा कस्ट पनि अलिकति ट्रान्सपोर्ट कस्ट पनि घट्न सक्ने भयो। पर टन भनौँ अथवा पर पर्सन भनौँ ट्राभल कस्ट भनेपछि इन्फ्रास्ट्रक्चर रोल पनि टु सम एक्सटेन्ड हुने भयो। तर यी सबैको जडमा अघि सरले पनि एउटा स्लाइडमा देखाउनु भएको थियो अनसस्टेनेबिलिटीको पछाडि चाहिँ सस्टेनेबल हुन त चाहन्छौँ हामी, तर त्यसको लागि सबैभन्दा ठुलो कुरा भनेको अघि भन्ने नै गरेर पोलिसीबाटै सुरु हुनुपर्ने हो। पोलिसी भन्ने बित्तिकै आखिर पोलिसी ऐन नियम कानुन नै देश चलाउने कुनै व्यक्तिले कुनै उसले भन्दा पनि त्यो पोलिसीबाटै सुरु भएर हाम्रो राम्रोसँग देशमा ऐन कानुन सम्बन्धित किसिमका बनेर त्यसलाई म्यानेज गर्न सक्यो भने अवश्य पनि ट्रान्सपोर्ट सेक्टरले यदि इम्प्रुभ भएन भने हामी न सस्टेनेबल हुन सक्छौँ, सस्टेनेबलको डिरेक्सनमा जान सक्छौँ, न त इकोनोमी पनि हाम्रो अगाडि बढ्नेवाला छैन। र अर्को कुरा क्रिटिकल रूपमा हेर्दाखेरि ट्रान्सपोर्ट सेक्टरलाई अब हामी आज के अरे नाइमा भनेपछि इम्पोर्ट एन्ड म्यानुफ्याक्चरर्स सुरु त त्यही हुन्छ नि, भेहिकलको जुनसुकै होला, अब चाहे त्यो अघि हाम्रो देखाएको टेम्पो होस् चाहे जे होस् नि, म्यानुफ्याक्चररदेखि नै सुरु हुने भयो। त्यसको सेफ्टी, त्यसको भनौँ न इफिसियन्सी, अब इमिसन भनेकै भेहिकलको इन्जिनको इफिसियन्सी एउटा पार्ट छ भने अरू टेक्नोलोजीको पार्ट हुने भयो। त्यो चाहिँ रिलेटेड छ डाइरेक्ट सस्टेनेबिलिटीसँग एउटा पार्ट त्यो छ भनेपछि अर्को पार्ट सेफ्टीको कुरा पनि अब अहिले त झन् नयाँ डेभलपमेन्ट हेर्ने भने अटोनोमस भेहिकल भनौँ अथवा अटोमेटेड भेहिकल सिस्टमै आइसकेपछि अब त्यो टेक्नोलोजी हामी आउला नआउला आफ्नो ठाउँ जतै पनि जोस् नि अगाडि संसार एकातिर बढिरहेको छ भने हाम्रो आफ्ना प्रोब्लमलाई पनि म्याच गराउने चाहिँ मेन च्यालेन्ज हाम्रो त्यो छ। त्यसले गर्दाखेरि अघि
भनेको कुराहरूमा खास थप्नुपर्ने कुरा भन्नाले अब इन्फ्रास्ट्रक्चरको रोल चाहिँ अवश्य पनि राम्रो हुन्छ। त्यसमा पोलिसीगत रूपमा हामीले अब गभर्मेन्टबाट गभर्मेन्ट त एउटा पार्ट भयो, त्यसमा त हामी सबै गभर्मेन्ट चाहिँ हामी सबैको पार्ट हो भने गभर्मेन्टले बनाएको कुराहरू इम्प्लिमेन्ट गरेर चाहे त्यो प्राइभेट सेक्टर हो चाहे अर्को सेक्टर हामी सबैले त्यसमा रोल त खेल्नै पर्ने हुन्छ।